अक्काले भेट्नुभयो भेट्नु भएको पढ्दैन भाइ पढ्दिनु 18 को भन्नुभएको 18 को हैन 1 को 18 पढ र आफ्ना कुराको छलफल गरौँ भन्नुभएको कस्तो मधुरो आवाजले भन्नुभएको छ आऊ तिमीहरू संसारमा नअल्मल्याऊ संसारमा निदाएर बस्ने समय छैन प्रिय हो अब हामी जागा रहने समय छ हामी संसारमा छँदा चाहिँ हामी अर्कै बाटोतिर हिँड्छौँ है हामी आफ्नो इच्छाको जीवन जिउँछौँ तर अन्तिमको दिनमा जुन केपी ओलीलाई चाहिँ त्यो भाग्नेको फुर्सद पाएको थिएन प्रिय हो त्यस्तै समय चाहिँ आज सबैमा आउने छ र त्यो बेलामा चाहिँ तयार बस्नेहरू मात्रै प्रभुको हुन्छ किनभने प्रिय हो हामी तयार बस्छौँ आऊ किन अलमलिएको तिमीहरू किन तिमीहरू निधाएर बस्छौ जागर रौ तिमीहरू नसुत मसँग आऊ संसारको कुरालाई विश्वास नगर किनभने मेरो वचन हालेलुया मत्ती 25 मा परमेश्वरले भन्नुभएको छ 10 कन्याको तुलनामा प्रिय हो 10 कन्याको तुलनामा चाहिँ जब त बुद्धिमती कन्याहरूले चाहिँ पात्रमा तेल लिएका थिए है प्रभु यतिखेर आउनु हुनुहुन्छ प्रभु चाहिँ हामीसँग चाहिँ ढिला गर्नु हुनुहुन्छ भन्ने 5 बुद्धिमती कन्याहरूलाई थाहा थियो प्रिय हो र अनि 5 बुद्धिमती कन्याहरू चाहिँ उनीहरू प्रभु पनि भन्थे है चर्च पनि जान्थे गीत पनि गाउँथे वचन पनि पढ्थे तर प्रभु भन्ने साँचो हृदयले चाहिँ प्रभुलाई विश्वास गर्ने थिएन साँचो हृदयले चाहिँ परमेश्वरलाई प्रेम गरेको थिएन तर ग्रहण त गरेका थिए बत्तिस्मा नि लिएको थिए तिनीहरू चाहिँ किनभने प्रभुमा चाहिँ साँचो प्रेम थिएन उनीहरू चाहिँ सबै कुरामा हुन्थे त्यसै कारणले प्रभुको संगति गर्न त गए तर परमेश्वर आउनलाई ढिला भयो र सबैजना निधाए अनि